हेलो साथीहरु, स्वागत छ मेरो सर्ट मिनी भ्लगमा है। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। म चाहिँ आज तपाईहरुलाई यसो यतातिर बाहिर हिडडुल गर्ने क्रममा यतातिर दक्षिण कोरियाको हैन सिप बिल्डिङ तर्फतिरको यो कम्पनी लाइनहरु देखाउँ कि भनेर यसो स्याट हिँड्दै छु। छोटो छोटो भिडियो बनाउँदै छु है। यतातिर हेर्न सक्नुहुन्छ यो ट्याक्क ठुला गाडीहरु बोक्ने है, सामानहरु बोक्ने खालको यो लरी हो। यो चाहिँ हैन चाहिँ एकदम खतरा डिजाइनले बनाएको छ हैन। हेर्दाखेरि यति होचो छ यो चाहिँ हैन। यस्तो छ यतातिर चाहिँ। अनि सजिलो पनि अति सजिलो। यहाँनिर पनि स्याट यसरी चढ्यो माथि, यस्तो चढ्यो यहाँनिर चाहिँ। अनि ट्याक्क यहाँ अगाडि चाहिँ ताउगा जोड्यो। यहाँ ट्याक्क यहाँनिर ताउगा जोडेर सर्लक्क ताउगा जोडिसकेपछि अनि कुदायो। यसलाई उठाएर हैन गाडीहरुको यो ट्रालीहरु जोडेको जस्तै गरेर हुन्छ। यो चाहिँ सबै ठुलो कम्पनीहरु माल सामान ढुवानीहरु गर्ने गाडीहरु छ। यतातिर चाहिँ ठुलो गाडीहरु छ। म चाहिँ अहिले ठ्याक्क दक्षिण कोरियाको पानी जहाज बनाउने कम्पनी क्षेत्रतिर छु हैन। यसो आजभोलि चाहिँ गर्मी अलिकति केही कम भएको हुनाले चाहिँ अलि बाहिरतिर निस्किन हिडडुल गर्न अलि सहज भएको छ है। गाह्रो छ गर्मीमा बाहिर निस्किन सकिँदैन, बेजोग हुन्छ हैन। यतातिर यस्तो कम्पनीहरु चलिरहेछ। आज आइतबार यो दक्षिण कोरियातिर चाहिँ कस्तो हुन्छ भने हप्तामा 2 दिन बिदा, आइतबार र शनिबार हैन। त्यसो भएको हुनाले कम्पनी धेरै काम चल्यो भने चाहिँ ओभर टाइम भन्छ हैन, कामहरु चल्ने गर्छ। त्यसो भएको हुनाले चाहिँ यतातिर चाहिँ कम्पनीहरु चलिरहेको छ। म चाहिँ यसो आज हेरौँ न त घुमाउँ भनेर आको। यस्तै छ है यतातिर चाहिँ। अनि यहाँनिर